भएर यस्तो भइसक्यो अनि यहाँ यस्तो सिराजी के भयो यहाँ हेलो गाइज वेलकम टु माई न्यू ब्लग अनि ह्याप्पी दसैँ सबैजनालाई। आज नवमीको दिनमा हामी चाहिँ मन्दिर पूजा गर्न जाँदैछौँ र घरमा चाहिँ खसी खाने सुरसा चलिरहेको छ। मेरो ब्लग अन्तिमसम्म हेरिदिनु होला कस्तो हुनेछ मेरो ब्लग। आज दसैँको दिन भोलि टिका छ। अब अन्तिमसम्म हेरेर साथ रमाइदिनु दिनु होला। अनि यहाँ चाहिँ खसी काट्ने सुरसा चलिरहेको छ। कोही लिप्दै हुनुहुन्छ यहाँ। यो के गर्नु भएको मम्मी? यहाँ खसी काट्नलाई लिप्नु भएको। खसी काट्नको लागि यहाँ लिप्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ पानी तात्दैछ। अनि यहाँ चाहिँ बाइक सफा गर्दै हुनुहुन्छ हाम्रो एरिज रिजाल। त्यो माटो के हामीले डाउनेबाट लिएर आएको हो। यो चाहिँ अस्ति नै हामीले दाउनेमा कौसितीमा यो माटो चोरेको भ्लग थियो नि हो। त्यो भ्लगको चोरेको माटो चाहिँ चोरेको माटोको चाहिँ हामीले आज सदुपयोग गरेको छौँ यहाँ लिपेर। मन्दिर जानु लाग्यो। आज नवदुर्गा भवानीको पूजा हुन्छ। घाम यस्तो चर्को हो। मन्दिर आइपुग्यौँ हामी चाहिँ पूजा गरेर सकेर आइसक्यौँ सीता दिदीको घरमा। अब यो घरमा चापिला अब हामी यत्तिकै बस्ने होइन त? कस्तो भयो त आजको नवमीको पूजा? नवमीको पूजा राम्रो भयो। मैले भनेको मान्नु। ए आमा दुर्गा माताले के भन्छ नि आशीर्वाद टिका लगाइदिनु मान्छे नि लजाएर यस्तो भन् के भन्नु। आशीर्वाद दिन आएर के अनि म मनमा नै आशीर्वाद दिन्छ है त। म सुन्दैछु नि होइन त। अनि यसलाई खुट्टा ल्याउनु। ओ माई गड खुट्टा पनि रहेछ। अब दक्षिणा दिनु त दक्षिणा दिनु अहिले दिनु दक्षिणा। ए दक्षिणा दिनु दक्षिणा। त्यो मम्मीको पैसा हो कि दक्षिणा। हामी चाहिँ आइसकेको छौँ घर। अनि यहाँ चाहिँ मासु काट्ने भइरहेको छ। बुवा के गर्नु भयो? बुवा के गर्नु भयो? काट्नलाई आएको नि त। तपाईँले काट्नु भयो सबै? सबै भन्ने नि भयो नि अब। सबै तपाईँले काट्नु भयो है? हाम्रो बुवाको अझै पनि बल छ के। ऊ ल्यायो नि एउटा। यो त काट्दै काट्दैन अर्को यो। हेलो गाइज आज चाहिँ हाम्रो सिराजीको घर खसी काटेको। अनि त्यसपछि यहाँ बुवाले चाहिँ यहाँ टुक्राउँदै हुनुहुन्छ। अनि त्यसपछि बुवा चाहिँ बुच्चर। बुवा चाहिँ एक्सपिरियन्स हो क्या यहाँ मासु काट्न चाहिँ है बुवा? बुवा तपाईँ एक्सपिरियन्स है मासु काट्न? तपाईँ एक्सपिरियन्स है मासु काट्न? बुवाले पहिला खसी हाल्नुहुन्थ्यो अनि त बुवा 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 मैले गर्दाखेरिमा त टाउको खुट्टा त्यो रमै राख्दैन थिएँ अहिले। पहिले गर्नु पनि पहिले पानी हाल्यो झ्यालझुक बनाइहाल्यो। एरिस चाहिँ यहाँ बुवालाई पालो दिन आइरहेको छ कि अब यहाँ है गाइज। यहाँ चाहिँ सीता दिदी र छोरी सीता दिदीको फाइनल्ली विस पुरा भयो भनौँ न। भयो आएको थिएन काट्नु के अरे दाइ आइदिनु भयो क्या। अब चाहिँ यति भएपछि त आनन्द भयो नि त। त्यस्तो बनाएर राखेर चाहिँ आफ्नो चाहिँ अनि चाहिँ हाई एल्सा रिजाल चाहिँ पुरै सरसफाइमा डाँडा कहाँ गएर आएर त म भद्रकाली मन्दिर गएर अनि बाटोमा फोटो खिचेर भिडियो पिङ खेलेर अनि आएको। पिङ खेलेर पनि आएको कि पिङ खेलेको थाहा पायो भने घरमा गाली गर्छ। यहाँ चाहिँ अब
यहाँ बुवा र एलिस भयो मस्त टुक्राउने काम भइरहेछ एलिस आफूले कस्तो खाने हो त्यही अनुसारको टुक्रा नजानेपछि के हुन्छ र नजानेपछि कसको के लाग्छ र घरमा मासु काटी चाहिँ कस्तो फिल हुँदैछ एल्सा डिस्कसन चलिरहेछ सीता दिदीको फेभरेट हड्डी हो त सीता दिदीको फेभरेट हड्डी त्यो सुकुटी बनाउनु लम्बा हाम्रो यहाँ सुकुटी बन्दैछ एलिस पुच्छर त अलि दिने होला नि एलिसले पुच्छर काट्दै एल्सा रिजल चाहिँ अब हामी यहाँ मासु पकाउने मासु हेलो गाइज मैले चाहिँ चिया खान लागेको यहाँ रजनीले बनाएर लिएर आएको होला अनि उता चाहिँ सबजनाले रमाइलो भएको छ हामी पनि चिया खाँदैछौँ आन्टीको बाइक पूजा गर्दै बाइक र स्कुटी ओहो यहाँ चाहिँ मासु काट्ने कम्पिटिसन भइरहेछ मोटु र पत्लुमा मासु काट्ने कम्पिटिसन भइरह र एल्सा चाहिँ यहाँ ओ माई गड मासु खाने भनेपछि त सिलिन्डर नयाँ सिलिन्डर नि उचाल्न सक्ने रहेछन् मान्छेहरूले हाम्रो रजनी चाहिँ चिया खुवाएर अब भाडा लिएर बुवा चाहिँ हाम्रो फेरि यहाँ यस्तो खसीको खुट्टा सफा गर्दै है बुवा यो जोड्न चाहिँ फेरि मै आउनुपर्छ कि फेरि यहाँ एउटा कप बुवा चिया हाल्दिनु ओके छटमा गरिदिन्छु ऐ सुरेन्द्रले बल्ल बल्ल गर्नु थियो कहरी हो भएन दाइले त खत्रै भनिदिनु भयो के ज्यान हेर्दा के रे मुसे भन्दै त के भन्नु गरे बाबाले भन्नु मुसे ज्यान हेर्दा रागे उचाला जस्तो छ अरे अब यहाँ चाहिँ एलिसाले हाम्रो एलिसा रिजलले यहाँ हामी चाहिँ सेफ हो कि जहिलेको फेरि यहाँ बुटन बनाउनु लाउनु भएको छ भन्न लाग्यो उहाँले चाहिँ आफूलाई पहिला सुरुमा सेफ भन्न ठान्नु भयो कि त्यही भएर ल हुन पनि हो एलिसाले बनाएको मिठो हुन्छ त्यसपछि होइन सबभन्दा सुरुमा चाहिँ सीतादिदीले बनाएको मिठो हुन्छ अनि एल्साले बनाएको अनि रजनीले बनाएको अनि एलिसले बनाएको अनि बुवाले बनाएको मिठो हुन्छ अनि लास्टमा चाहिँ मुसेले बनाएको मिठो हुन्छ है हो कि होइन एल्सा दिदीको भ्लगमा आउने नि तिमी त बोल्दै बोलेको त आज नबोल्ने व्रत अरे के यहाँ चाहिँ यहाँ टाउको खुइराउने कार्यक्रम खुट्टा खुइराउने कार्यक्रम भइरहेछ हाम्रो घरको साउनी आउनुभयो मोटे आयो मोटे भैँसी आयो भैँसी गाई है हो यो हाम्रो गाउँको भैँसी हनुमान नगरको भैँसी बुवाले कि हिजो कि होइन यसरी बुवा भोलि खसी काट्ने भनेको त खसी काट्ने ठिकै छ तर मासु चाहिँ पोको पोको पारेर मङ्सिरसम्म पुऱ्याएर हानिरहे के हाम्रो चाहिँ यहाँ भुटुवा मात्रै हानिरह्यो
ल है मासु रेडी भइसक्यो आउनु खाना सबैजना गाइजहरू फाइनल्ली यहाँ रेडी भयो एल्साले बनाएको खानेकुरा चाहिँ एल्सा के बनाएको रे यो भुटन र रक्ती यसमा भुटन र काटकुट गरेर अनि रक्ती हालेको छु मासु पाकिसकेर यहाँ बुवा चाहिँ सफा गरिदिनु भएको अरे क्या आज बुवाले चाहिँ सुख दिनु भएको अरे क्या है बुवा बुहारीलाई सुख दिनु भएको है रेडी टु इट कुकर लिएर कुकरमा पकाउनु पर्छ ओहो यहाँ माथि चाहिँ कुखुराको मासु बन्दैछ यो कुखुराको मासु चाहिँ हाम्रो बुहारीलाई खसीको मासु खानुहुन्न तर के भन्नुभएको अरे अस्ति खसी ल्याउँदाखेरि कति सानो खसी लिएर आउनु भएको अरे लास्टमा त खसीको मासु नखाने मान्छे हो कि यो केटी चाहिँ बुहारी चाहिँ अनि त्यसपछि त्यही भएर यहाँ कुखुराको मासु पकाउँदै हुनुहुन्छ यहाँ अचार बनाइसक्नुभयो अब यहाँ चाहिँ खसीको मासुको पकाउनलाई रेडी हुँदै मासु बनाउँदै मासु एल्साले फेरि अब रक्ती बनाएर भ्याइयो काटन कुटुन र रक्ती हाम्रो यहाँ चाहिँ सुकुटीको लागि मासु अनि यो चाहिँ छ हाम्रो खसीको झोल मासु अब भातसँग त झोल पनि चाहियो ल है गाइज अब यहाँ चाहिँ रेडी भएर यस्तो भइसक्यो अनि यहाँ यस्तो छ रजनीलाई चाहिँ अब कुखुराको मासु चाहिँ अनि यहाँ सीता दिदीको यहाँ एलिसको कोक हाल्दै यति भोक लाग्थ्यो कि उसले चाहिँ खाइसक्यो कि अहिले नै के गिलास आउँछ है खाने गिलास उहाँले जीले कोक खाइसक्नु भयो अब भगवान हाल फास्ट अन्सा केसीलाई चाहिँ भोक लागेर रिङ्गाटो लगाइसक्यो कस्तो भएको छ मैले बनाएको रक्ती फर्स्ट टाइम बनाएको मैले रक्ती तर मैले यो भुटन चाहिँ मैले फर्स्ट टाइम बनाएको कि मैले अहिलेसम्म बनाएको छैन एक्लै बनाएको हो हेलो भिनाजु हेलो के छ हाल खबर दसैँ कतिको लागि छ त दसैँ लागेर आज यहाँ मासु र भात खान आएको के बाँकी नै छ कुखुराको भुटन खसीको मासु हिजो दिनमा त्यही नभएर नि दर्शकहरू
मेरो खाली पेटमा 112 थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब भोलि टिकाको दिन भेटौँला। बाई बाई, स्टे ट्युन।